गाइस नमस्ते धेरै अप्ठ्यारो रहेछ चाहिँ सैनिक इलाका रहेछ यसमा चाहिँ हाम्रो गुर्जाघाट भन्ने सरी 12 किलोमिटर चाहिँ गुर्जाघाट भन्ने गाउँ चाहिँ तल्लो जलजला यस्तो बवाल गोठहरू छ त पनि बवाल नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै छु सो आज चाहिँ हामी न्यू इयरको दोस्रो दिन चाहिँ हामी जलजला जाने तयारीमा छौँ हाम्रो ग्रुपमा हुनुहुन्छ यता हुनुहुन्छ सो आज चाहिँ हामी टक्क जलजला घुमघाम गरेको भिडियोहरू तपाईहरु माझ आउनेछ हेर्न नसुताउनु होला गाइस अब यहाँ देख्न सक्नुहुन्छ जलजला तल्लो जलजला जाने हामीलाई 12.5 किलोमिटर 12.5 किलोमिटर रहेछ अनि उपल्लो जलजला जानु 13.3 किलोमिटर रहेछ हो गाइस यहाँ चाहिँ सैनिक इलाका रहेछ सो देख्न सक्नुहुन्छ जेबी बिबी डाटा हामी सबैको साझा सम्पत्ति हो देख्न सक्नुहुन्छ अनि एउटा चाहिँ जथाभावी फोहोर नफालौँ वातावरण स्वच्छ राखौँ एक्सलेन्ट प्रकृति संरक्षण गर्न हामी सबैको दायित्व हो यहाँ चाहिँ बोर्डहरूमा तासेको छ देख्न सक्नुहुन्छ रमाइलो छ अझै हामीलाई अब लगभग अझै 12-13 किलोमिटर चाहिँ यहाँदेखि हिँड्नु पर्ने हुन्छ जलजला तल्लो जलजला उपल्लो जलजला पुग्नको लागि सो हेर्दै गर्नु गाइस हेलो साथीहरू यो चाहिँ गुर्जाघाट भन्ने ठाउँमा आइपुग्यो हामी चाहिँ ढोरपाटन शिकार आरक्ष्य भेटिरहेको गाउँ हो यहाँदेखि अझै हामीलाई तल्लो जलजला जानुको लागि 12 किलोमिटर चाहिँ जानुपर्ने हुन्छ सो देख्न सक्नुहुन्छ गुर्जाघाट भन्ने गाउँ चाहिँ यही नै हो है साथीहरू बवाल रमाइलो छ आउनु होला घुम्नको लागि
फोटो सेसन कार्य चलिरहेछ साथीहरू देख्न सक्नुहुन्छ के खिच्दिने फोटो फाइनली गाइस हामी जलजला चाहिँ आइसक्यो अब यहाँसम्म चाहिँ त्यहाँ परसम्म चाहिँ गाडी आउँछ सो यहाँदेखि चाहिँ बाइक चाहिँ बलिगटी अप्ठ्यारो छ बाटो अफरोडमा ठेरै लानुपर्ने हुन्छ देख्न सक्नुहुन्छ अब यहाँ बाइकलाई चाहिँ हामी माथि लाने प्रयास गरिरहेछौँ त्यो त जान्न होला जस्तो लाग्यो कहाँ ढुङ्गामा हो त फेरि खेल्नुपर्छ ल एउटा बाइक चाहिँ लगभग हाम्रो बाइक चाहिँ हामीले माथि तार्ने प्रयास गरिरहेछौँ साथीहरू सो बबाल छ यो हो नि त ट्राभल हिँडौँ गाइस हिँडौँ थाक्यो है गाइस बाइक माथि निकाल्दै सो गाइस त्यहाँ चाहिँ बाटो धेरै अप्ठ्यारो रहेछ त्यसैले हामी बाटो अलि अप्ठ्यारो छ देख्न सक्नुहुन्छ बबाल बडा छ हामी चाहिँ हिँडिरहेको छौँ साथीहरू अब बाइक चाहिँ अब यो बाटोमा अलि नभ्याउने भयो के त्यस कारणले हामी हिँडिरहेछौँ टोलीहरू गाइजहरूले चाहिँ बाइक खतरा तरिकाले चलाइरहेछन् म चाहिँ यही जानुपर्ने भयो होइन हजुर तपाईँहरू धोरपाटनसम्म आउनुहुन्छ भने नजिकको यात्रा जलजला चाहिँ नसुधाउनु होला भन्न चाहन्छु सो अब माथि गएपछि बबाल छ होला के म पनि फर्स्ट टाइम हो नि त कतिखेर पुगौँ लाग्छ मलाई तर अब घुम्नुको मजै बेग्लै छ साथीहरू यस्तो बबाल नेचर छ के त्यही नै अरू केही पनि होइन नेचर चाहिँ खतरा छ यसको पाटो यस्तो बबाल तरिकाले सो देख्न सक्नुहुन्छ भ्यू चाहिँ यहाँको अलिकति उकालो हिँड्दै थाक्यो गाइस फाइनली साथी हो जलजला चाहिँ आइसक्यो सो देख्न सक्नुहुन्छ यस्तो बबाल गोठाहरू छ कि माथि पनि गोठाहरू छ सो दामी छ वाउ पिस छ नि त शान्त छ नि त साथीहरू चाहिँ अगाडि गइसकेको छन् अब आइसक्यो के दामी ठाउँ छ यार सेट थोरै मात्र हिँड्नुपर्ने तल्लो जलजला आउनलाई उपल्लो जलजला चाहिँ अझै माथि पर्छ होला तल्लो जलजला आउनलाई चाहिँ हामी थोरै हिँड्नुपर्ने हुन्छ धेरै पनि हिँड्नु पर्दैन सो बवाल छ यहाँ कोट रहेछ एकजना हजुरबा यहीँ भित्रै हुनुहुन्छ जस्तो लाग्यो सो देख्न सक्नुहुन्छ हल्का फाट्ने रहेछ कि सो बवाल फाट रहेछ दामी छ साथीहरू अगाडि आएर पनि फोटो सुट गरिरहेछन् फाइनल तल्लो जलजला चाहिँ आइसक्यो देख्न सक्नुहुन्छ तल्लो जलजला 3200
50 मिटरको चाहिँ उचाइमा रहेछ 90 मिटरको उचाइमा रहेछ यो चाहिँ तुर्पाचुङ आरसीभित्री पर्यो सो माथिल्लो जलजला पुग्नको लागि हामी 45 मिनट पैदल यात्रा गर्नुपर्ने रहेछ यहाँदेखि सो जान सकिन्छ त ओहो गइन्छ हामी चाहिँ कति छ टाइम हेरेर जानुपर्ने हुन्छ अब लगभग कति बज्यो टाइमले साथ दिएछ भने हामी चाहिँ अब बल्ल जलजला चाहिँ 45 मिनटको यात्रामा चाहिँ पैदल यात्रा गरेर हामी जान्छौँ सो जान मन चाहिँ लाग्यो अब यहाँ आइसकेपछि चाहिँ जानुपर्ने हो तर 45 मिनट चाहिँ हिँड्नुपर्ने रहेछ सो हामी जान पनि सकिएको चाहिँ त्यहाँको क्लिपहरू आउँछ साथीहरू सो बबाल छ है ठाउँ चाहिँ एकदम पिस छ कि सो बबाल छ साथीहरू ठाउँहरू देख्न सक्नुहुन्छ हामी चाहिँ अझै माथि जान लाग्छौँ यहाँ चाहिँ खतरा ठाउँ रहेछ कि बबाल छ यस्तो दामी आउनुपर्ने ठाउँ रहेछ कि एकपटक अब हामी चाहिँ उट्टे माथिको डाँडोमा जान्छौँ अनि त्यहाँबाट चाहिँ पारितिरको बबाल हिमालहरू देखिन्छ देख्न सक्नुहुन्छ डाँडोमा यस्तो खालको बस्ने ठाउँ रहेछ यता पनि बबाल नै देखिरहेछ पारितिर हेर्नुहोस् बबाल हिमालहरू देखिरहेछ अलिकति बादलको समस्या सो दामी नै देखिरहेछ अब हामी चाहिँ यहाँ बस्छौँ खान्छौँ रमाइलो गर्छौँ अनि फर्किन्छौँ दाइजहरू भिडियो चाहिँ हेर्दै गर्नु होला सो रमाइलो हुनेवाला छ आज खिचौँ न हामी चाहिँ खाजा खानेको तयारीमा हो सो हामीले चाहिँ यसमा बिरयानी बनाएर लिएको छौँ एकैछिन नबजाए यसमा चाहिँ रेड बुल छ त्यो क्यामेरा बन्द भयो के जाउ त हेर यार यसमा चाहिँ हाम्रो घुमेको छ तल घुमेको आएको छ खानामा चाहिँ हाम्रो यति नै छ सो हामी फर्किहाल्नु पर्ने हुन्छ त्यही भएर फर्किहाल्नु पर्ने हुन्छ त्यही भएर हो टक्क यहाँ बसिन्छ खाइन्छ रमाइलो गरिन्छ अनि हामी चाहिँ फेरि फर्किन्छौँ डोरपाटन सो देख्न सक्नुहुन्छ गाइजहरू यता हुनुहुन्छ गाइज हामी चाहिँ खाजा बिरयानी घरबाट बनाएर ल्याएको एकदम मिठो भएको छ त्यति चिसो पनि भएको छैन तातो छ अझै टनक्कै छ बिरयानी हाम्रो खानको लागि चिसो पनि छ रेडबुल पनि छ सो यो टक्क खान्छौँ अनि हामी चाहिँ रमाइलो गर्छौँ बस्छौँ नाच्छौँ नाचिन्छ त्यो त अहिले बाटो खन्दै रहेछ सक्नुहुन्छ यहाँ चाहिँ यस्तो खतरा रुखमा चढिदिनु भएको छ कि फर्किने टाइममा बाटोमा पानी पऱ्यो अनि यहाँ रुखै रुख रहेछ अनि रुखको तल अलि पानी परेन खतरा ल है साथीहरू हामी चाहिँ जलजलाको टक्क मिठो बसाइ छोटो अनि मिठो बसाइपछि हामी चाहिँ अब फर्किन लाग्यो किनकि समय पनि भइसक्यो सो देख्न सक्नुहुन्छ चिसो पनि गरिरहेछ अब चाहिँ हामी यहाँदेखि फर्किन्छौँ नेक्स्ट टाइम फेरि आउने आश गरेर यहाँसम्म त आइयो माथिसम्मै पुग्ने आश गरिरहन्छौँ